एमालेका नेताहरूले भन्दा चाहिँ केही नहुने, त्यही कुरा मैले भन्दा चाहिँ प्रमाण खोज्ने। उहाँले बोलेको कुराको प्रमाण देखाउन सक्नुहुन्छ भने म पनि मैले बोलेको कुराको प्रमाण देखाउन सक्छु। जेनजी आन्दोलनमा प्रहरीले एम्बुलेन्सभित्र बसेर गोली चलाएको भन्ने दाबी झुटो प्रमाणित भइसकेपछि अन्तर्राष्ट्रिय पत्रकार टङ्क दाहालले आफ्नो बचाउमा गरेको तर्क हो। कार, बाइक र एम्बुलेन्सबाट गोली हानेको प्रमाण त तपाईँहरूसँग पक्कै होला, त्यतिको ठुलो नेताले भनिसकेपछि। सोमबार एमाले नेताहरू महेश बस्नेत र सूर्य थापाको भाषण देखाउँदै उनीहरूले पनि एम्बुलेन्सभित्रबाट गोली चलाइएको भनेकाले आफूसँग मात्र प्रमाण माग्नु गलत भएको बताएका हुन्। यसअघि पनि उनले भदौ 23 गते संसद भवनभित्र प्रहरीले 32 जना युवाहरूलाई बन्धक बनाएर राखेको छ भनेर सोसल मिडियामा लेखेका थिए। त्यसपछि त्यो पोस्ट भाइरल भयो र त्यसैले आधार बनाएर सयौंको संख्यामा भाइरल भिडियोहरू बने। संसद भवनभित्र 32 जना विद्यार्थीहरू कब्जा गरेर राखेको छ भन्ने न्युज आइरहेको छ। तर ओ माय गॉड, अब कसले प्रोटेक्ट गर्ने, किन राखिरहेको छ? भित्रका प्रत्यक्षदर्शीहरूले भनेको रहेछ र साभार सोर्स चाहिँ टङ्क दाहाल, अनि मलाई चाहिँ म्यासेज आएको छ प्लिज यो न्युज पनि भनिदिनु भनेर। त्यसको भोलिपल्ट 24 गते हिंसा नियन्त्रण बाहिर गयो, 3 जना प्रहरीलाई निर्ममतापूर्वक मारियो, प्रहरी चौकीहरू जलाइए। त्यसको केही दिनपछि कान्तिपुरले पनि टङ्क दाहालको पनि फोटो राखेर अपुष्ट समाचार फैलाउनेहरू भन्दै समाचार लेखे। कान्तिपुरको उत्तर समाचारको टङ्क दाहालले कडा प्रतिवाद मात्र गरेनन्, त्यो दिन संसद भवनमा 32 जनालाई बन्धक बनाइएको आफ्नो दाबी साँचो रहेको भन्दै केही प्रमाणहरू पनि पेश गरे। मैले बोलेको कुरामा अहिले पनि अडिग छु म, त्यो सत्य थियो। त्यही संसद भवनभित्रै काम गर्ने एकजना कर्मचारीबाट मैले त्यही दिन यो खबर पाएको हुँ। त्यसमा बन्धक बनाइएका भने 2 जना युवा र ती युवाका बुबा गरी 3 जना व्यक्तिहरूलाई प्रमाणको रूपमा राखिएको थियो। यो पहिलो क्लिप उहाँका बुवाले बोल्दै हुनुहुन्छ, सुन्नुहोस्। यो दोस्रो क्लिप त्यहाँभित्र थुनिएकै मध्येको एक। हिजो 5 घण्टा संसद भवनमा सिमेन्टमा यसरी बस्न लगाएर टाउको तल गर्न लगाएर पछि हाम्रो नागरिकता, हाम्रो जे आइडी कार्ड थियो सब च्यातेर अब तेरो तेस्रो क्लिप पनि त्यहाँ थुनिएकै मध्ये एकले बोल्दै हुनुहुन्छ, हेर्नु होला। त्यहाँ हामीलाई निल गर्न लगायो 4-5 घण्टा यसरी टाउको तल राखेर निल गर्न लगायो माथि। तर बन्धक बनाइएका भनेका यी 2 युवा 2 जना नभई एउटै व्यक्ति सम्राज्य खड्का रहेको पुष्टि भएको छ र बुबा भनिएका व्यक्ति पनि सम्राज्य खड्काका बुबा पूर्व कर्णेल माधव सुन्दर खड्का रहेको प्रमाणित भएको छ। यी पूर्व कर्णेल माधव सुन्दर खड्का एक कट्टर राजावादी एक्टिभिस्ट हुन्। उनले त्यति बेला त्यो सूचना संसदमै काम गर्ने एकजना कर्मचारीले आफूलाई दिएको र ती कर्मचारी आफ्नो जागिरको प्रवाह नगरिकन जति बेला जहाँ गएर पनि बोल्न तयार रहेको दाबी गरेका थिए। कान्तिपुरले मलाई हल्ला फैलायो भन्ने, भ्रम फैलायो भन्ने लिस्टमा राखेको छ। यो बारे बुझ्नको लागि त्यहाँ ड्युटीमा भएका केही प्रहरीहरू र केही कर्मचारीहरूको नम्बर मसँग प्राप्त भइसकेको छ। उहाँहरूसँग नि सम्पर्क गर्दै उहाँहरूको भनाइ पनि म राख्नेछु अर्को भिडियोमा। उनले त्यो भनेको पनि आज 50 दिन क्रस भइसकेको छ। यो बीचमा उनले 3 वटा भिडियो, त्यसमा प्रहरीले एम्बुलेन्सभित्र बसेर गोली चलाएको खुलासा गर्न पनि भइसकेका छन्। तर भदौ 23 गते आफूले फैलाएको अफवाहको प्रमाण अहिलेसम्म दिन सकेका छैनन्। जेबी राईले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले भगाएको प्रमाण ल्याउने बाचा गरेको पनि 1 वर्ष बितिसक्यो। त्यस्तै सिंहदरबार जल्नुभन्दा केही दिन अगाडि टङ्क दाहालले एकजना राधावादी वकिलसँग सर्वोच्च अदालतको बारेमा आपत्तिजनक भाषाहरू प्रयोग गरेर लिएको यो अन्तर्वार्ता हेर्नुहोस्। प्रधान न्यायाधीश अवैध रूपमा नियुक्ति भएको छ भन्ने प्रमाणहरू छन्, त्यो कानुन अझै पनि बनेको छैन। आन्दोलनकै पूर्व सन्ध्यामा अदालतप्रति यसरी अन्तर्वार्ता आउनु के स्वाभाविक हो? अहिले त्यही 11 जना मध्येकै यो 3 जना प्रधान न्यायाधीश हो। उहाँको सुरु नियुक्ति नै अवैधानिक छ, सुरु नियुक्ति। हेर्नुहोस् त, यो छोपिएको कुरा। र टङ्क दाहालका यस्ता अन्तर्वार्ताहरू राजावादीहरूसँग आउने गर्छन् र महत्त्वपूर्ण राजनीतिक घटनाक्रमहरूमा आउने गर्छन्। अस्ति भर्खर दुर्गा प्रसाईको विषयमा आयो, त्यो अन्तर्वार्ता तपाईँहरू सबैले हेरिसक्नु भएको थियो। त्योभन्दा अगाडि अन्य राजावादी अधिवक्ता वकिलहरूका अन्तर्वार्ताहरू उनीसँग आइरहेका हुन्छन्। यी त सजिलै पक्राउन सकिने झुटहरू हुन्। नक्कली प्रमाणहरू तयार गरेर बनाएका भिडियोहरूको एकाडेमिक कन्टेन्ट एनालाइसिसहरू हुन त बाँकी नै छ।